काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति करिब 79% पूरा भएको हो। केही बाँकी निर्माणका काम सकेर आयोजनालाई सञ्चालनको लागि हस्तान्तरण गर्ने तयारी भएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङमार्ग सञ्चालन गर्न 5 वर्षको लागि चिनिया कम्पनी युसिन एआरटिजीबीलाई 5 वर्षको लागि दिएको छ। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको सुरुङमार्गको अनुगमनका क्रममा निर्देशक नेपालले सुरुङमार्गका भौतिक प्रगतिका बारेमा सांसदहरूलाई जानकारी गराउनु भएको थियो। सो क्रममा नेपालले सुरुङमार्ग निर्माण केही ढिलाइ भएको बताउनु भएको हो। 42 महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न कारणले 4 पटक म्याद थपिँदा थप 36 महिना समय लागेको उहाँको भनाइ छ। 2019 सेप्टेम्बर 23बाट सुरु भएको परियोजना 2026 अप्रिल 25 सम्म म्याद थप गरिएको थियो। करिब 22 अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा 16 अर्ब रुपैयाँ निर्माण कार्यमा र 6 अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार वित्तीय प्रगति 96% पुगेको छ। सुरुङमार्ग अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको दावी गरिएको छ। सुरुङमार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ। पावर सप्लाई, स्मार्ट लाइटिङ, सीसीटीभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, स्वचालित भेन्टिलेसन प्रणाली र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको उहाँले जानकारी दिनुभयो। साथै आपतकालीन अवस्थामा सूचना दिन भेरिएबल म्यासेज साइन, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ। प्रविधिका फेसिलिटिजहरू के छन् म थोरै ब्रिफिङ गर्न चाहे। पावर सप्लाई सिस्टमहरू, लाइटिङ सिस्टम, यो आधुनिक सुरुङमार्गमा चाहिँ सुरक्षित तरिकाले आवागमन सञ्चालन गर्नलाई जे फेसिलिटिजहरू आवश्यक पर्छ त्यो सबै यहाँ नागढुङ्गा सुरुङमार्गमा जडान भएका छन्। इमर्जेन्सी प्रयोजनका लागि चाहिँ रोड सिग्नल, भेरिएबल मेसेज साइन, कन्ट्रोल रुमबाट चाहिँ मेसेजहरू पठाउन मिल्ने, केही भयो भने सीसीटीभीबाट मोनिटरिङ गर्न सकिने, अनि फेसिलिटी रिमोट मोनिटरिङ एन्ड कन्ट्रोल सिस्टम, भेन्टिलेसन सिस्टम पनि सवारी साधनको चाप अनुसार त्यो भेन्टिलेसन फ्यानको गति अटोमेटिक एडजस्ट हुने खालको भेन्टिलेसन सिस्टमहरू जडान भएको छ भने अत्याधुनिक किसिमको चाहिँ फायर फाइटिङ सिस्टमहरू जडान भएको छ। कुल 2.688 किलोमिटर लम्बाइको यस सुरुङ मार्गमा 2वटा छुट्टा-छुट्टै सुरुङ निर्माण गरिएको छ। सुरुङमार्ग सञ्चालनको लागि 150 जनाको जनशक्ति 24 घण्टा परिचालन गर्ने तयारी गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि वार्षिक करिब 35 करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको छ।